मित्र नमस्कार है त। आज मजाले पानी परिरहेको छ, हेरौँ है बाहिर गएर है त। साह्रै दामी पानी भएको सुन्नुपर्छ नि, साह्रै गर्दैछ कि सो नाइस है त। ओ मित्र देख्नुभयो, क्या दामी पानी परेछ यार हो। सो नाइस हो, दामी के दामी है। धेरै दिन पानी पऱ्यो नि, यहाँ पालुङ्गे फलाएको है, मजाले पालुङ्गेलाई नि भेटेको पानीले। दामी यार दामी, साह्रै मजा लाग्छ पानी परेको मलाई नि। सबैलाई मनपर्छ नि त पानी परेको है। देख्नु नि है, गराउनु पनि गर्दैछ कि साह्रै दामी के साह्रै दामी। देख्नु है दामी नि हो दामी। हेर्नुहोस् त, पानी पर्दा भिज्नु भन्छ है खासमा होइन, तर अब भिजिँदैन है। दामी के दामी है त। बादल लाग्यो बादल लाग्यो, क्या झकास पर्दैछ अहिलेदेखि परेको त। धुमिन चाहिँ अघिदेखि धुमेर थियो है, अहिलेदेखि चाहिँ दामी पर्नु थाल्यो क्या हो। आकाश पनि खतरा गरिदिँदैछ हो, देख्नु पनि है उँभो। पुरा बादल आएको छ, देख्नु है कालो पानी पुरै बोकेर आएको छ नि यो बादलले है त। दामी एभ्रिवेयर फुल अफ बादल है त। सरर परिरहेको छ कि शीतल हावा पनि चल्दैछ। ल मित्रहरू, पानी परेको झोकमा नि मैले गाडी पनि बाहिर निकाल्थेँ कि पानीले धुन्छ नि त। धुलो लागिरहेको थियो कि, धुन अल्छी लागिरहेको थियो। दामी हो क्या हो, पानीले धुइन्छ। थ्याङ्क यू सो मच है त पानी। ओके, बाहिर निकाल्दा घरतिर जानु पऱ्यो नि त होइन। ल अब अलिक अहिले चाहिँ घट्नु चाहिँ घट्यो कि, तर अहिलेको दर्कीले पारेको चाहिँ दामी हुन्थ्यो कि है त। यतिको त अब मतलब भिज्दैछ, पखाल्छ भन्ने आश छ है त मलाई। त पुरा पानी जम्यो कि, दर्के पनि साह्रै मजा लाग्छ यार। निकै भएको थियो कि यसरी दर्के नपरेको, आज दर्शन दियो क्या दर्केले।